हेलो एन्ड नमस्ते। आज फेरि अर्को भिडियो बनाउन गइरहेको छु। विशेष दसैँ तिहार लागिरहेछ। आज असोजको 11 गते। आजदेखि चाहिँ हामी यो माङखिङमा पिङ राख्नुको लागि चाहिँ सरसफाइ कार्यक्रमहरू सुरु भइरहेछ। सधैँ चाहिँ योपालि पनि हामी बृहत कार्यक्रम गर्दैछौँ। हौसीहरू हुँदैछ, पिङ हुँदैछ, अन्य अरू कार्यक्रमहरू पनि राख्नेछौँ। अनि आजदेखि सुरु गर्दैछौँ र भिडियो म बनाउँदैछु। अलिक लामो समयपछि आउँदैछ मेरो भिडियो, अलिक ढिलो आउँछ र योपालि पनि हाम्रो कामहरू के हुन्छ म सबै देखाउनेछु। भिडियो सबैजनाले हेरिदिँदै गर्नु होला। र यहाँ चाहिँ हाम्रो ग्राउन्ड अलिक डाउन भएको थियो, पिङ राख्नलाई अलिक असहज भएको हुँदाखेरि यहाँको बाटोको गिटीहरू ग्राभलहरू थियो, यसलाई मिलाउने काम गर्दैछौँ। र हामीलाई चाहिँ हरेक ठाउँमा काम गर्न केटाकेटीहरूले एकदम सघाउँछ कि यिनीहरूले स्कुल छुट्टी छ उनीहरूलाई चाहिँ एकदम आनन्द खुसी लाग्दो रहेछ। र यो चाहिँ हाम्रो पहिलो दिन यस्तै भइरहेछ, यसरी काम गरिरहेछ हाम्रो भाइ बहिनीले पनि। यहाँ चाहिँ सरसफाइ फटाफटी हाम्रो चाहिँ सरसफाइ कार्यक्रम भइरहेछ। यो पहिलो दिनको हाम्रो कार्यक्रम। सरसफाइ फाँडनी सुरु भएको छ। हाम्रो मदन सर हुनुहुन्छ यता चाहिँ, एकचोटि मदन सर यता हेरिदिउँ न हो। मदन सर यता एकचोटि हेरिदिउँ। मदन सर यहाँको चाहिँ जेएनजीको लिडर उहाँ हो। मदन सर यता हुनुहुन्छ। यता हाम्रो भाइहरू फेरि हैमत। यो चाहिँ हाम्रो आज पहिलो दिन है, फर्स्ट डे हो। हामी 2-4 दिन कन्टिन्यू काम गर्छौँ। यो चाहिँ सुरुको। यता चाहिँ हाम्रो कहाँको भाइ पो यताको त धनकुटाको भाइ। हामीलाई धनकुटाबाट पनि आएको सघाउनलाई योपालि। हाम्रो माङखिङ यही हो। आज यो पहिलो दिन देख्दै हुनुहुन्छ। अब म क्रमशः भोलि पर्सिको देखाउनेछु। 3 दिनमा धेरै परिवर्तन गरिहाल्छ हाम्रो साथीभाइहरूले। पिङसिङ टक्कै ठडाएर सबै बनाइहाल्छ। यो चाहिँ अहिले हामीले आँगनहरू सरसफाइ गर्ने काम भइरहेछ। लगभग बेलुकाको 4:30 जस्तो भइसकेको अवस्था छ। ढुङ्गाहरू ठाउँहरू लगभग यहाँ आज फर्स्ट दिनको काम निकै राम्रै भएको छ। असाध्यै गर्मी आज यस्तो भइरहेछ। फाँडफुँड कार्यक्रमहरू सकियो र भोलि चाहिँ हाम्रो बाँस काट्ने कामहरू हुन्छ। अनि पर्सि भनेको फुलपातीको दिन हामीले ठडाउनु पर्ने हुन्छ। त्यसले गर्दा भोलि बाँस काट्ने कामहरू अन्य कामहरू छ। यहाँ पनि यो माटो अलिक डाउन भएको थियो, यहाँतिर माटो लाउने कामहरू भयो र सरसफाइ कामहरू आज सिनिक्कै भइसकेको अवस्था छ। र अब भोलिको भिडियो फेरि म यहाँलाई देखाउनेछु। भिडियो हेरिदिँदै गर्नु होला। हेलो, आज हाम्रो सेकेन्ड दिन, सेकेन्ड डे। आज हामी बिहानदेखि फेरि 10 बजीदेखि काम सुरु गर्दैछौँ। अनि यहाँ हाम्रो भाइ बहिनीहरू पनि सबजना सरसफाइमा जुटिरहेछ। साह्रो मजाले गर्छ हाम्रो भाइ बहिनीले। यत्रोदेखि चाहिँ उनीहरूलाई मजाले ट्रेन गऱ्यो भने मजाले गर्छ। अनि यहाँ साथीहरूले चाहिँ बाँस काटेर आइसकेको अवस्था छ। आजको मौसम भनेको यस्तै छ, मजाको भइरहेछ। शीतलु शीतलु भइरहेछ भनौँ न आज चाहिँ। यस भान्जा पानी लगिदिएको। गुड गुड गुड। लु लु लगिदेऊ लगिदेऊ। यहाँ चाहिँ हाम्रो साथीहरू बाँस काटेर आइसकेको अवस्था। भोलि चाहिँ त्यतिखेर यहाँनिर बाँस ठडाउने काम हुँदै गर्छ। बाँसहरू आउँदैछ भनौँ न, आइसक्यो। 3टा आइसकेछ अझै 3-4वटा आउँछन्। बाँस ल्याउँदैहरूको अवस्था छ। तर बाँस चाहिँ निकै लामो भएकोले गर्दाखेरि मोराहरूलाई निकै गाह्रो भएछ छ। 3 जनाले एउटा बाँस बोक्नु भने त गाह्रो भइहाल्छ नि। साह्रै मजाको ल्याउनु भएको छ। ल हजुर है, होइन मिल्छ, मिलाएर हाल्दाखेरि। बाँस चाहिँ यस्तै हुन्छ है, यस्तै चाहिन्छ बाँस चाहिँ। यस्तो लामो खालको चाहिँ चाहिन्छ। र हाम्रो जो साथीहरू एकदमै मेहनतिलो हुनुहुन्छ र
यहाँ बार पनि बार्ने भएकोले गर्दाखेरि केटाकेटीहरूको लागि अलिक गाह्रो भयो लड्छ भनेर। बाँसे तर साथीहरूले साह्रै लामो लामो 30-40 फुटे चाहिँ लिएको छ हौ योपालि बाँस। तर हुन्छ हरेक साल यत्तिकै लाइन्छ हामीलाई हुन त। ओहो यहाँनिर चाहिँ भएको अहिले फुटबल टाइम। रेस्ट टाइममा चाहिँ साथीहरू फुटबल पनि खेल्छ, रमाइलो गर्दै काम गर्दै। केटाकेटीलाई चाहिँ दसैँ चाहिँ खास, दसैँ चाहिँ केटाकेटीको लागि हो। अब हामीलाई त त्यस्तै हो दसैँ भने होइन, उहाँलाई रमाइलो छ। आज चाहिँ भने हाम्रो फुलपातीको दिन। हामी पिङको लागि यो 4 कुना नापेर पनि रेडी बनिसकेको अवस्था छ। अब चाहिँ भाइहरूले यहाँनिर दुलोसुलो खन्ने कार्यक्रम अगाडि बढ्यो हाम्रो, र अब चाहिँ मान्छेहरू पनि भेला हुने क्रममा छ। यहाँबाट चाहिँ हामी सुरु गर्नु थाल्यो है त आजको। हाम्रो काम हुँदाहुँदा अहिले चाहिँ पानीले एकदमै अवरोध गरिरहेको अवस्था छ। सबै रेडी भएको अवस्था थियो, पानी त्यही माथि आएर सबजनालाई यता भेला भएर बस्नु बनाइहाल्नु पानीले। ल अब चाहिँ हामी भने सुरु गऱ्यौँ है त। यहाँ पहिलो हाम्रो बाँस उठाउनलाई हाम्रो भाइहरू रेडी अवस्थामा छ। अब पर तारलाई लाग्छ कि के हो यसले त रोशनजी? पर तारलाई लाग्छ कि के हो है? ल यसरी उठाउनु पर्ने अवस्था हुन्छ। उठेर जान्छ है, उठेर जान्छ है। यसरी नै उठाउनुपर्छ। यस्तो गाह्रो अवस्था पो हुन्छ त यो बनाउँदा। ल ल ल ल ल होइन तर पोहोर पनि यतिकै हो। राख्दैछौँ कसैको होइन, हात खुट्टा केही नहोस्, मान्छे नडल्योस् होइन। यही त सधैँभरि हामीले राखेको 3 वर्ष भइसक्यो, अहिलेसम्म केही पनि भएको छैन। फेरि पनि हामीले अस्ति लिएको चाहिँ जस्तो लाउने पठाइदिनु। आज चाहिँ हामीलाई पानीले निकै गाह्रो अवस्था बनायो। 2 घन्टा जस्तो त्यसले गर्दाखेरि अलिक ढिलो भइरहेछ। तर अहिले चाहिँ आकाश पनि खुलिरहेछ। तर आज हाई टेन्सन झन्डै तारलाई नै छुने गरी चाहिँ बाँस अग्लो लगाइ भएछ। निकै गाह्रो अवस्थामा आज चाहिँ हामी चाहिँ अहिले एकपट्टि चाहिँ हाम्रो भाइ चढिसकेको छ। तर पानीले गर्दाखेरि बाँसमा चढ्नु गाह्रो भएको अवस्था, धेरै गाह्रो पऱ्यो भाइलाई। बिचरा भाइ त्यहाँ चढिरहेको अवस्था छ। लगभग 5 बजिसक्यो। आज चाहिँ हामीलाई मौसमले थोरै साथ दिएन भनौँ न। तर पनि हामी भरे बेलुकासम्म जसरी भए पनि बनाउँछौँ। सबजना लागि पुऱ्याएको अवस्था छ। यसरी बनाउँछ है लिङ्गेपिङ भन्दा चाहिँ सजिलो है, तर लाउनु चाहिँ गाह्रो छ है। हजुर अहिले चाहिँ 2पट्टि बाँधिसकेको अवस्था छ।
अब चाहिँ भने अलिक सहज भयो। यहाँबाट भाइहरूलाई अलिक एनर्जी रेडबुल जाँदैछ। अब यो रेडबुल माथि गएर भाइहरूले खाइसकेपछि त बल्ल फेरि स्टार्ट हुन्छ काम हाम्रो। रात परिसक्यो, आज निकै ढिलो भयो। मौसमले गर्दाखेरि काम गर्नै गाह्रो भएको अवस्था। हजुर, रात परिसकेको छ, लगभग 6:30-7 बज्न लागिरहेछ। बल्ल बल्ल सिध्यो माथि सिधाएर लाइटहरू लगाएर मात्रै सिधाएर भर्खरै झर्दैछौँ। तर आज पानीले गर्दा चाहिँ मेन चाहिँ ढिलो भएको चाहिँ अब पूजापाठहरू बाँकी छ। अझै पनि लगभग हामीले दिनभरिको अथक प्रयाससँगै सकियो भनौँ न। अब चाहिँ भने सब रेडी भएको अवस्था। अब पूजाहरू गर्नु बाँकी छ। पूजापाठ सुरु भयो। अब चाहिँ उपलक्ष्यमा हामीले हैन सबैले सुन्नु है। यहाँनिर हामीले पिङ थाप्यौँ हैन, तर हामीले यो माङकिङ डाँडाको साथी राखेर गरेको छौँ। तर हाम्रो छोराछोरी हाम्रो बसिनु भाइ बहिनीहरूलाई हैन दुख बिमरा चोटबाट केही नलाग्छ है भगवान्। तपाईँलाई साँचिरहेको छु, जस्तो हामीले अहिले राखेको छौँ त्यसरी नै हामीले तपाईँलाई उकालेर राख्छौँ। ल सक्यो, एकपट्टिको सक्यो। अब अर्कोपट्टि यहाँ आऊ, यतापट्टि अब लु सुना है, सुना केटा सबैले सुन त। तिमीले के भन्दो रहेछ? हामीले सबैजनाले हामी यत्रो इष्टमित्र छौँ, सबैले हामीले अहिले चाहिँ यो 4 कुनालाई पूजा गर्दै गरेको अवस्था छ। यो चाहिँ हामीले प्रकृतिलाई पूजा गरे जस्तै हो, ताकि हाम्रो यो हामीले अब यो कार्यक्रम गरिसकेपछि कसैलाई केही नहोस्। हाम्रो गाउँमा चाहिँ यस्तै छ। यसरी नै हामी चाहिँ दसैँ तिहारहरू चाहिँ मनाउने गर्छौँ। यो 4टै कुनामा हामी कार्यक्रम गरेको छौँ हामीले हैन। तपाईँहरूले सम्झेर भए पनि हामीलाई दुख दिनु भएन हैन। देवी देवताहरू त सबै सम्झो है। आज गरेको छौँ फेरि अर्को साल पनि होइन। हाम्रो उखाल्दामा हामी त्यस्तै गर्छौँ। ओ नगर आइ सुवाङ नगर न अहिले यस भान्जो भान्जो त्यहाँनिर गर पूजा गर। सानो कन्ने केटीलाई चाहिँ अब बसाएर ए पिङलाई पनि हो। पूजा पहिला पूजा। लु समात लु बिस्तारो है बिस्तारो। लु अर्को बहिनीलाई अर्को लु ऋतिक रोशनको ल यसरी नै हाम्रो चाहिँ फुलपातीको दिनै जसरी भए पनि यो चाहिँ बनाइ सुरु गरेपछि त्यही दिन सक्नुपर्ने हुँदाखेरि हामीले राति समथिङ अहिले त 7 नै बजिसक्यो होला, 7 बजीसम्म गरेर भए पनि सिधायौँ। एकदमै खुसी लाग्यो। दिनभरि पानीले गर्दाखेरि काम गर्नु दिएन। त्यो पछि लु पालै पिलो खेला लु लु बिस्तारो लु। यसरी नै हामीले चाहिँ यो पालिको कार्यक्रमहरू गर्दैछौँ। रमाइलो भइरहेछ सबैतिर। मौसम पनि अहिले चाहिँ अलिक खुल्यो, भोलि पक्कै पनि राम्रै हुनेछ। ल है त हाम्रो 3 दिनको अथक मेहनतपछि हाम्रो काम सफल भयो। एकदमै खुसी लाग्यो है। तर आज जस पानीले गर्दाखेरि थोरै काम गर्नु डिस्टर्ब भएर मात्रै ढिलो भयो, रात पर्यो। यसरी नै हामीले चाहिँ यो पालिको 2082 सालको दसैँ तिहार मनाउने जमर्को गरिरहेछौँ।
र आउँदो दिनमा भिडियोहरू म बिस्तारै लाउँदै जान्छु। प्लिज सबैजनाले हेरिदिनु होला, सेयर गरिदिनु होला, लाइक कमेन्टहरू गरिदिनु होला।